सिन्दुर बेसारबाट बनाइन्थ्यो र अहिले पनि केही प्रकारका सिन्दुर चाहिँ बेसारबाटै बनाइन्छ। सिन्दुर भनेको हाम्रो लागि एउटा रातो पाउडर मात्र होइन, हाम्रो परम्परा र संस्कृतिसँग जोडिएको एउटा महत्त्वपूर्ण पाटो हो। परम्परागत रूपमा प्रयोग हुने सिन्दुर बेसारमा चुना अर्थात् स्लेक्ट लाइम मिसाएर बनाइन्थ्यो। बेसारमा चाहिँ सर्कुमिन हुन्छ। यो चाहिँ एल्कालाइन प्रकृतिको चुनासँग मिसिएपछि यसको रङ पहेँलोबाट रातो बन्न जान्छ। बेसारलाई चाहिँ पहिल्यैदेखि यसको एन्टाइमाइक्रोबियल गुणको लागि पनि प्रयोग गर्दै आइएको छ। तर अहिले बजारमा पाइने सबै सिन्दुर बेसारबाट बनेको हुँदैन। बजारमा अहिले पाइने सिन्दुरमा चाहिँ धेरै जस्तो केमिकल्स र आर्टिफिसियल कलर्स हालेको हुन्छ। सेन्सिटिभ खाले स्किनमा यस्तो सिन्दुरमा भएको रसायनहरूले चाहिँ रातो गराउने, पोल्ने अथवा जलन नै हुनेसम्म पनि रिस्क हुन्छ। नेपाली बजारमा पाइने प्राय सामान भारतबाटै आउँछ। त्यसमा पनि सिन्दुर जस्ता सामान त भारतबाट छ्यापछ्याप्ती नै आउँछन्। भारतमा गरिएको एउटा अध्ययनमा 23वटा मध्ये 18वटा सिन्दुरको नमुनामा लिड भेटिएको थियो। नेपालमै पनि काठमाडौँ र भक्तपुरबाट सङ्कलन गरिएका सिन्दुरका केही स्याम्पलहरूमा लिड र मर्करी दुवै भेटिएको थियो। लिड र मर्करी दुवै शरीरका लागि हानिकारक हुन्छ। छालाबाट सोसिएर लिड शरीरमा जाने रिस्क चाहिँ अलिक कम नै हुन्छ, तर हातबाटै मुखमा छिरेर चाहिँ शरीरभित्र जान सक्छ। मर्करी चाहिँ यसको प्रकार अनुसार छालाबाट शरीरभित्र जान पनि सक्छ। शरीरमा पुग्यो भने लिड र मर्करीले चाहिँ मृगौला, दिमाग र शरीरका अन्य अङ्गहरूमा असर गर्न सक्छ र बच्चा अवस्था अथवा गर्भावस्थामा चाहिँ यिनको एक्सपोजर अझै धेरै रिस्की हुन सक्छ। अब यसको अर्थ हामीले सिन्दुर लगाउन छोड्नुपर्छ, यो परम्परा नै हटाउनुपर्छ भन्ने होइन। सिन्दुर हाम्रो संस्कृति र पहिचानसँग जोडिएको छ। सिन्दुर किन्दा चाहिँ सकेसम्म त्यसमा भएको लेबल र इन्ग्रिडियन्ट्स चाहिँ पढ्ने बानी बसालौँ र खुला रूपमा पाइने सिन्दुरको प्रयोग चाहिँ सकेसम्म कम गरौँ। परम्परा पनि जोगाउँ र स्वास्थ्यको पनि ख्याल राखौँ। दैनिक जीवनसँग जोडिएका स्वास्थ्यका यस्तै कुरा सरल भाषामा बुझ्नलाई लाइफ इन नेपाललाई फलो गर्नुहोस्।